अहिले म भ्यू टावरमा छु। यो कुन भ्यू टावर होला गेस गर्नु होला। पक्कै पनि केपी बाको भ्यू टावर भनेर निकै नै प्रख्यात प्रचलित छ। तपाईँ के भन्नुहुन्छ यो भ्यू टावरको बारेमा? कि यो भ्यू टावर यस ठाउँमा बनाएर सदुपयोग भएको छ त? मैले यहाँ वरपरका मानिसहरूसँग सोधपुछ गरेँ, सबैजना रुष्ट हुनुहुन्छ। यो भ्यू टावरको साटो एउटा ठुलो हस्पिटल निर्माण गरिदिएको भए सबैजनाले एउटा सेवा सुविधा पाउने थिए। तर यो भ्यू टावर बनाएर सबैजना निराश हुनुहुन्छ, रुष्ट हुनुहुन्छ। विनाशकाल विपरीत बुद्धि के हो क्या यस्तो? के बनाएको यस्तो? के बा भ्यू टावर, दमक भ्यू टावर पूर्व क्षेत्रमा रहेको बजार क्षेत्रबाट करिब 7-8 किलोमिटर भित्र गाउँमा खुल्ला चोरमा बनाएको यो नेपालकै सबभन्दा अग्लो भ्यू टावर बिना पत्तामा केही कामै छैन। वरिपरि पुरै खुल्ला, एउटा रुख पनि छैन, छारी छैन त्यहाँ बसेर शीतल ताप्नु भनेर। एक त घाममा टन्टालापुर घाममा गएर हेर्न गयो, दिमाग तातिन्छ। त्यसै यो भ्यू टावर हेरेपछि झन् त्यत्तिकै दिमाग तातिन्छ। अरबौं रुपियाँ लगानी गरेको छ। हामी नेपाली साराले तिरेको ट्याक्सको पैसा चुर्लुममा गएको छ, खेर गएको छ। यसको साटो एउटा ठुलो कल कारखाना उद्योग खोलिदिएको भए, केही कारखाना खोलिदिएको भए कति नेपालीले रोजगार पाउँथे, कतिजनाको घर चल्थ्यो होला, वरिपरि कति विकास हुन्थ्यो होला। कुले भरिएको यो कुबुद्धि भएका नेताहरू, फटा नेताहरूले गर्ने काम यस्तै हो। राम्रो काम गरेको भए आज कति शाबासी पाउँथे। अरबौं रुपियाँ लगानी गरेको चुरुमै डुबो। यसो साटो गुरु एउटा ठुलै आँखा अस्पताल, सरकारी आँखा अस्पताल यहाँ खोलिदिएको भए कतिजना लाभान्वित हुन्थे, कतिजनाले सेवा पाउँथे, कतिजनाको यी नेताहरूले शाबासी पाउँथे, कतिजना आमा बुवाहरूको आशीर्वाद पाउँथे। यस्तो काम कहिले गर्छन् यिनीहरूले? विकास भन्ने काम कहिले गर्छन्? यो काहीँ विकास हो? दुबईको बुर्ज खलिफालाई हेरेर हुन्छ? दुबईको बुर्ज खलिफाले त दिनकै लाखौं रुपियाँ डलर आम्दानी गर्छ देशको हितमा। आर्थिक उन्नति गरेको छ त्यो भ्यू टावरले। तर यो टावरले त आर्थिक उन्नति नै हानि नोक्सानी बाहेक केही गरेको छैन। हे प्रभु, हे भगवान, सद्बुद्धि देऊ पशुपतिनाथ। यी हाम्रा कुनेताहरूलाई कि सकाइदेऊ गुरु। म त वाक्क लागिसक्यो।